नमस्ते। कहिले यस्तो पुस्तक पढ्नुभयो जसले तपाईँलाई असहज बनायो तर छोड्न पनि दिएन? द भेजिटेरियन त्यही किताब हो। शान्त तर भित्रभित्रै चिच्याउने। दक्षिण कोरियाकी लेखिका हान काङले लेखेको यो उपन्यास हिंसा र स्वतन्त्रताको कहाली लाग्दो अध्ययन हो। यो किताब पढ्दा तपाईँ मुस्कुराउनु हुँदैन, तपाईँ महसुस गर्नुहुन्छ र कहिलेकाहीँ पीडा पनि। द भेजिटेरियन 3 भागमा विभाजित छ, 3 दृष्टिकोण, तर एउटै महिला एङ हाई। एक दिन उनले एउटा डरलाग्दो सपना देख्छिन् र भोलिपल्ट घोषणा गर्छिन्, म मासु खान्न। तर यो खानपानको निर्णय मात्र होइन, यो विद्रोह हो समाजको, परिवारको हिंसाको विरुद्ध। अनि यही निर्णयले उनको विवाह, शरीर र पहिचान सबैलाई विनाश गर्ने श्रृङ्खला सुरु हुन्छ। यो उपन्यासले एकदमै कठोर प्रश्न सोध्छ, मानिसलाई आफ्नो शरीरमाथि पूर्ण अधिकार छ कि छैन? हान काङले शब्दहरू प्रयोग गर्दिनन्, उनी घाउहरू प्रयोग गर्छिन्। हिंसा देखाउने तर विकृत आधुनिक समाज जस्तै चुपचाप तर भयानक। एङ हाईले मासु छोडेकी होइन, उनी हिंसा छोडेकी हुन्, तर समाजले हिंसालाई नै नियम मानेको छ। यो किताब मनोरञ्जनका लागि होइन, यो किताब पनि आफूभित्रका अँध्यारा ठाउँहरू हेर्न मजबुर बनाउने दर्पण हो। पढ्दा कहिलेकाहीँ लाग्छ किन यस्तो लेख्नु, तर अन्त्यमा बुझिन्छ देयर इज ट्रुथ इन डिस्कम्फर्ट। हान काङले मानव अस्तित्वलाई कलात्मक, क्रूर र अत्यन्तै काव्यात्मक शब्दशैलीमा बुन्छिन्। यदि तपाईँ मनोवैज्ञानिक फिक्सन मन पराउनुहुन्छ, कठोर यथार्थ र रूपकले भिजेको कथा खोज्नुहुन्छ, द भेजिटेरियन तपाईँले पढ्नै पर्छ। तर चेतावनी, यो कथा हल्का भने छैन, यो कथा भुलिने पनि होइन। कहिलेकाहीँ सबैभन्दा ठुलो विद्रोह मात्र नो भन्नु हो। उही नोले नै द भेजिटेरियनलाई समकालीन साहित्यको उत्कृष्ट कृति बनाएको छ। यो केवल उपन्यास होइन, यो मानव आत्माको सानो विद्रोहको सबभन्दा ठुलो मूल्यको कथा हो। एक महिलाले मासु छोड्दा उनले संसारले दिएको हिंसा पनि छोड्छिन्, तर संसारले हिंसालाई कहिले छोड्दैन। द भेजिटेरियन उपचार होइन, सत्य हो, र सत्य सधैँ सजिलो हुँदैन। थ्याङ्क यू।